हिलोले बाटो छेक्यो, वर्षाले पाइला रोक्न खोज्यो, तर ती साना नानीहरूको सपना रोक्न सकेन। काँधमा भारी झोला, शरीरभरि रेनकोट, हातमा छाता अनि मनभरि एउटा मात्र लक्ष्य, विद्यालय पुग्ने। प्रतिकूल मौसमलाई चुनौती दिँदै पढ्न हिँडेका यी नानीहरूको सङ्घर्षले यति बेला लाखौं नेपालीको मन छोएको छ। हामी मध्ये धेरैले सामान्य असहजतामा हार मान्छौं, तर यी साना भविष्यका कर्णधारहरूले सिकाइरहेका छन्, सपना पूरा गर्न मौसम होइन, इच्छा शक्ति चाहिन्छ। यी नानीहरू केवल विद्यालय गइरहेका छैनन्, उनीहरू आफ्नो भविष्य लेख्न हिँडिरहेका छन्। उनीहरूको हरेक पाइला सङ्घर्षको कथा हो, आशाको प्रतीक हो र समृद्ध नेपालको आधार हो। यी साना हातहरूले किताब बोकेका छन्, तर वास्तवमा उनीहरूले पूरा देशको भविष्य बोकेका छन्। उनीहरूलाई सुरक्षित बाटो, राम्रो विद्यालय र सहज शिक्षा उपलब्ध गराउनु हाम्रो साझा जिम्मेवारी हो। सलाम छ यी साना योद्धाहरूलाई। सपना ठूलो भए हिलो र वर्षाले कहिल्यै रोक्न सक्दैन।